सो हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आजको यो भिडियोमा चाहिँ मैले हजुरहरूलाई धेरै पछि नै भिडियो चाहिँ लिएर आएको छु, किनभने अब 12को इक्जाम पनि सकिएको छ। अब चाहिँ कहिले कसो भिडियो चाहिँ आउँछ, त्यही भएर हजुरहरूले यस च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। र आजको यो भिडियोमा चाहिँ मैले एउटा एप रहेछ, धेरै जसोले सोध्नु भएको छ यो एप कस्तो खाले हो, यसबाट पैसा चाहिँ कति अर्निङ हुन्छ, के एप हो, यसबाट साँच्चै हामीले अर्निङ गर्न सक्ने हो कि यतिकै हावा हो भनेर चाहिँ धेरैले सोध्नु भएको थियो। र मैले आजको यस भिडियोमा चाहिँ एउटा एपको बारेमा चाहिँ फुल डिटेलमा भनिदिने छु। र यो एप कस्तो, हजुरहरूले काम गरेर पैसा कमाउन सक्नुहुन्छ कि सक्नुहुन्न, यो हावा हो कि के हो, अब यसको लागि चाहिँ यो भिडियोलाई चाहिँ हजुरहरूले पुरै हेर्नुभयो भने बुझ्नुहुन्छ। यदि हजुरहरूले यो भिडियो चाहिँ हजुरहरूले सुरु भएको अब 1-2 मिनट हेर्नुहुन्छ अनि यतिकै छोड्नुभयो भने चाहिँ हजुरहरूले केही पनि इन्फर्मेसन चाहिँ पाउन सक्नुहुन्न कि अब यसको बारेमा चाहिँ। त्यही भएर मैले भन्ने गरेको छु भिडियोलाई चाहिँ पुरा चाहिँ हेर्दिनु होला है त। र मैले चाहिँ अब एपतिर लिएर गएँ, जस्तै मैले चाहिँ स्क्रिनमा देखाएको छु, यहाँ तिमी देख्न सक्नुहुनेछ हजुरहरूले चाहिँ। र अर्को कुरा मैले भन्न भुलेछु, हजुरहरूले चाहिँ यदि यो एपको बारेमा चाहिँ चाहिएको छ भने एपको लिङ्क चाहिँ मैले डिस्क्रिप्सनमा पनि राखिदिने छु र कमेन्ट बक्समा नि हुनेछ है त। हजुरहरूले चाहिँ एपको बारेमा फुल डिटेलमा एपलाई इन्स्टल गरेर ट्राई गर्न चाहनुहुन्छ भने चाहिँ लिङ्क चाहिँ कमेन्टमा नि छ, डिस्क्रिप्सनमा नि छ, जताबाट इन्स्टल गर्दा पनि भयो है त। र यहाँ थिएँ मैले चाहिँ यो एपमा चाहिँ म यस्तो 78,343 लगभग यति कोइन चाहिँ छ। अब यो पोइन्ट बराबर चाहिँ मैले अब हजुरहरूलाई डाइरेक्ट इसेमा पैसा चाहिँ निकालेर पनि देखाउने छु। इसेमा डाइरेक्ट त निकाल्दिनँ, तर इसेमा निकाल्ने तरिका चाहिँ भन्ने छु है त। अनि यसबाट चाहिँ हजुरहरूले के कसो कति अर्निङ गर्न मिल्छ, कति पोइन्ट बराबर कति रिडेम गर्न मिल्छ, जस्तै मैले यहाँ रिफरमा देख्न सक्नुहुनेछ 250 पर रिफर 250 पोइन्ट चाहिँ पाइन्छ। अनि यहाँ चाहिँ विड्रमा चाहिँ देख्न सक्नुहुन्छ मोबाइल रिचार्ज, बाइनेन्स USDT, PUBG UC, क्लास अफ क्लान, जेम्स भनेको छ। अब हजुरहरूले चाहिँ यहाँमध्ये अब कुन चाहिन्छ, जस्तै मोबाइल रिचार्ज गर्न चाहनुहुन्छ भने मोबाइल रिचार्ज पनि गर्न सक्नुहुन्छ, जस्तै NCL NTC दुईटै छ। तर हजुरहरूले चाहिँ यो 10 रुपियाँको छ नि, यो 10 रुपियाँको चाहिँ आजकल मिल्दैन, किनभने यो NTCमा चाहिँ 10 रुपियाँ हाल्न नमिल्ने बनाएर 50 रुपियाँ मिनिमम 50 रुपियाँ चाहिँ हाल्न पर्ने बनाएको छ। त्यही भएर चाहिँ 10 रुपियाँमा रिडेम नगरिकन हजुरहरूले चाहिँ यो 50-50मा चाहिँ रिडेम गर्नुपर्छ है त, पहिले नै भनिदिएको कुरा चाहिँ। र हजुरहरूले इसेमा निकाल्नको लागि चाहिँ यो बाइनेन्स USDT छ नि, जस्तै मैले चाहिँ यो बाइनेन्स USDT भनेको चाहिँ यसबाट चाहिँ पैसाहरू चाहिँ हजुरहरूले डाइरेक्टली ब्याङ्कमा अब कता कता निकाल्न चाहनुहुन्छ त्यता चाहिँ निकाल्न चाहिँ सक्नुहुन्छ। यदि हजुरहरूले यो पोइन्ट पुगाउनु भयो भने, यदि चाहिँ हजुरहरूले यो पोइन्ट नपुगाइकन विड्रा गर्न खोज्नुभयो भने चाहिँ हजुरहरूले विड्रा गर्न चाहिँ मिल्दैन है त। जस्तै यहाँ चाहिँ मैले विड्रा गरेर देखाउने छु। अब यहाँ आफ्नो बाइनेन्सको जिमेल एकाउन्ट चाहिँ हाल्ने छु, जिमेल हालिसकेको छु बाइनेन्स एकाउन्टको। अनि यहाँ नेक्स्ट गरेपछि यहाँ देख्न सक्नुहुनेछ, जस्तै मैले चाहिँ कन्फर्म चाहिँ गर्नु होला हजुरहरूको यो जिमेल एकाउन्ट मिलेछ कि छैन भनेर बाइनेन्सको। जस्तै मैले चाहिँ यहाँ कन्फर्म गर्ने छु, अब यही जिमेल हो भन्ने मेरो थाहा छ। हजुरले चाहिँ रिचेक चाहिँ गर्न सक्नुहुन्छ, रिचेक गर्नु होला। यदि मिलेन भने चाहिँ हजुरको पैसा चाहिँ फोकटमा जानेछ है त। अनि हजुरहरूले चाहिँ रिडेम गर्ने अनि कन्फर्म गर्ने सबै गरेपछि चाहिँ पैसा किन आएन भन्नु होला है। धेरै जसोको चाहिँ यस्तै हुन्छ कि विड्रामा लगाउनुहुन्छ अनि उतिखेर पैसा आएन भने चाहिँ स्क्याम रहेछ, फेक रहेछ भनेर कमेन्टमा आएर चाहिँ भन्नुहुन्छ। तर चाहिँ यस्तो चाहिँ हुँदैन। हजुरहरूले चाहिँ यहाँ देख्न सक्नुहुन्छ यो पेमेन्ट चाहिँ 48 आवरभित्र चाहिँ हजुरको जेमा विड्रा गर्नुभएको, जस्तै मैले बाइनेन्समा विड्रा लगाएको छु भने बाइनेन्समा आउन चाहिँ मेरो 48 आवर चाहिँ लाग्छ। जस्तै यहाँ प्रोसेसिङमा भनेर 5 USDT चाहिँ यहाँ प्रोसेसिङमा रहेको छ। जस्तै यहाँ डिटेलहरू देखाउन मिलेन, किनभने आफ्नो डिटेलहरू चाहिँ प्राइभेसी भएको कारणले मैले डिटेल देखाएको छैन। अब हजुरहरूले चाहिँ यदि अब PUBGमा UCहरू हाल्न चाहनुहुन्छ भने चाहिँ यहाँ अब यति पोइन्ट बराबर यति UC भनेर चाहिँ यहीँ देखाएको नै छ। अब क्लास अफ क्लानको गोल्ड पास पनि हजुरहरूले यहीँबाट चाहिँ पाउन सक्नुहुन्छ। यदि हजुरहरूले पोइन्टहरू चाहिँ यहाँ भने मार्फतको अब पोइन्टहरू हुन्छ नि, जति यति पोइन्टमा यति रिवार्ड भनेर हुन्छ, त्यति गर्नुभयो भने चाहिँ पाउनुहुन्छ। नत्र हजुरहरूले चाहिँ अब यत्तिकै अर्निङ गर्छु भनेर चाहिँ हुँदैन है त। यसमा चाहिँ केही तरिका हुन्छ, अब अर्निङ गर्ने पोइन्टहरू कसरी पाउने भन्ने चाहिँ एउटा तरिका हुन्छ। अब त्यसको लागि चाहिँ हजुरहरू अब योग्य, अब जस्तै हजुरले सक्नुहुन्छ कि सक्नुहुन्न त्यसमा चाहिँ भर पर्छ। धेरै जसोले चाहिँ यस्तो खालको गेमहरूमा चाहिँ अर्निङ गर्न चाहिँ सक्दैनन्। 100मा 90%ले चाहिँ अर्निङ गर्न चाहिँ सक्दैनन्। अब त्यो चाहिँ हजुरहरूमा डिपेन्ड गर्छ। अब जस्तै यहाँ अब हजुरहरूले जस्तै मैले अघि बाइनेन्समा विड्रामा लगाएको थिएँ र त्यसबाट चाहिँ हजुरहरूले इसेमा कसरी निकाल्ने भन्ने कुरा जान्न चाहनुहुन्छ भने यो भिडियो छ नि, on 11 विड्रा इन नेपाल भनेको 5 मिनट ओन्ली भनेको यो भिडियो छ नि, यो भिडियोलाई चाहिँ पुरै वाच गर्नुभयो भने चाहिँ हजुरले सबै डिटेलमा थाहा पाउन सक्नुहुनेछ। बाइनेन्सबाट चाहिँ हजुरहरूले कसरी नेपाली वालेट इसेमा चाहिँ हजुरहरूले पैसा चाहिँ ल्याउन सक्नुहुन्छ भनेर चाहिँ डिटेलमा चाहिँ यो भिडियोमा चाहिँ मैले भनेको छु। र एकदम सजिलोसँग धेरैले चाहिँ निकाल्नु पनि भएको छ है त बाइनेन्सबाट इसेमा पैसा चाहिँ। अब बाइनेन्स बनाउन चाहिँ धेरै गाह्रो पनि छैन, अब नेपालबाट पनि एकदम सजिलो तरिकाले चाहिँ हजुरहरूले बाइनेन्स एकाउन्ट बनाउन चाहिँ सक्नुहुनेछ। अब यो एपमा चाहिँ मेरो पोइन्ट घटेर अहिले 78,000 थियो, अहिले जम्मा 30,000 चाहिँ रहेको छ, किनभने मैले 5 USDT चाहिँ बाइनेन्सको चाहिँ मैले यसमा विड्रामा चाहिँ लगाएको छु। र अब यसमा चाहिँ अब हजुरहरूले पोइन्टहरू चाहिँ कसरी अर्निङ गर्ने भन्ने कुरामा चाहिँ धेरैलाई चासो परेको होला, किनभने अब यसमा चाहिँ पोइन्ट नभइकन हजुरहरूले चाहिँ पैसाहरू चाहिँ कमाउन चाहिँ सक्नु हुँदैन। र यसमा चाहिँ बिना पोइन्टको केही पनि काम नै छैन यो एपमा। र हजुरहरूले पोइन्टहरू चाहिँ एकदम चाहिन्छ। जस्तै यो पोइन्टहरू पाउनको लागि धेरै तरिकाहरू छ र कतिपय गाह्रो पनि छ, कतिपय सजिलो पनि छ।
तर त्यो हेरी हुन्छ। जस्तै यसमा चाहिँ रिफर गरेर पनि हजुरहरूले पोइन्टहरू पाउन सक्नुहुन्छ। जस्तै यहाँ थिम यम पैसा भन्ने एउटा लिङ्क हुन्छ हजुरहरूको यम पैसाको एप लगइन गरिसकेपछि यहाँ थिम चाहिँ हजुरहरूको कपी लिङ्क भन्ने यहाँ थिम पाउनुहुन्छ। यो लिङ्क कपी गरेर चाहिँ हजुरहरूले आफ्नो साथीलाई चाहिँ अब मेसेन्जर व्हाट्सएप जता पनि सोसियल मिडिया हुन्छ नि त्यताबाट चाहिँ हजुरहरूले यो लिङ्कलाई सेयर गरेर चाहिँ हजुरहरूले एउटा साथीलाई सेयर गर्नुभयो आफ्नो लिङ्क है, आफ्नो रिफर लिङ्क पठाउनुपर्छ। अरूको रिफर लिङ्क पठाएर हजुरहरूले रिवार्ड पाउनुहुन्न। आफ्नो रिफरल लिङ्क पठाएर हजुरहरूले साथीलाई इन्भाइट गर्नुभयो र साथीले चाहिँ हजुरको लिङ्कबाट इन्स्टल गर्यो भने हजुरहरूले 250 पोइन्ट चाहिँ पाउने हो। यतिले मात्र हजुरहरूलाई पुग्दैन, किनभने अहिले नै विचार गरेर चाहिँ यसलाई खेल्नु होला। किनभने मैले कमाएँ भनेर हजुरहरूले कमाउन सक्ने भन्ने चाहिँ कहिले पनि हुँदैन र हजुरहरूले चाहिँ यसमा कमाउनको लागि एकदम धेरै मेहनत चाहिँ गर्नुपर्छ र अहिले नै हेर्नुलाई मेहनत गर्न सक्नुहुन्छ भने गर्नुहोस्, नत्र यो एपमा चाहिँ अर्निङ गर्न भनेको चाहिँ एकदम भेरी हार्ड छ कि एकदम गाह्रो छ। जस्तै हेर्न सक्नुहुन्छ मैले 4000 पोइन्ट बराबर 50 रुपियाँको रिचार्ज कार्ड पाइन्छ। अब देख्न सक्नुहुन्छ एक रिफर बापत 250 पाइन्छ भनेपछि हजुरहरूले चाहिँ 50 रुपियाँ पाउनको लागि 16 जना रिफर गर्न पर्छ कि। अब यति धेरै 16 जना रिफर गर्न 50 रुपियाँको लागि 16 जना रिफर गर्न सक्नुहुन्छ भने चाहिँ गेमलाई खेल्नुहोस्। यदि सक्नुहुन्न भने चाहिँ पहिले क्विट गरिदिनुहोस् कि त्यो बेकारमा 10-15 जना रिफर गरेर अनि 2-3 जना रिफर पुगेन भने चाहिँ हजुरहरूलाई काम हुँदैन। त्यही भएर त्यस्तोको लागि चाहिँ गाह्रो हुन्छ क्या। अब हजुरहरू मध्ये चाहिँ अब कोही चाहिँ रिफर अब साथीहरूलाई इन्भाइट गर्न नसक्ने पनि त हुनुहुन्छ नि त। अब उहाँहरूको लागि चाहिँ जस्तै यहाँ थिम आएपछि यहाँ एप टास्क भनेर रहेको छ। यहाँ थिम देख्न सक्नुहुन्छ एप टास्क भनिरहेको छ। अब यहाँ थिम चाहिँ पिबी टास्क भन्ने सुरुकोमा उठाउनुहोस् अनि यहाँ आइसकेपछि यहाँ थिम यस्तो खुल्छ। अनि यहाँ थिम आइसकेपछि हजुरहरूको चाहिँ अब यहाँ थिम चाहिँ यहाँ थुप्रै टास्कहरू छ क्या। यहाँ थिम 520 448 520 यस्तै छ। हजुरहरू चाहिँ यहाँ मध्येको चाहिँ हजुरहरूले थोरै पोइन्ट भएको चाहिँ टास्कहरू चाहिँ हेर्नुपर्छ। जस्तै म यो सुरुको व्हाट्सएपवाला खोलेर देखाउँछु। जस्तै यो व्हाट्सएपवालामा गइसकेपछि कम्प्लिट एन्ड रजिस्टरमा हजुरहरूले यो 520 पोइन्ट पाउनको लागि चाहिँ हजुरहरूले के गर्नुपर्छ भन्दाखेरि क्लिक अन द लिङ्क बिलो भनेको छ। अब यो क्लिक अन द लिङ्क बिलो भनेको चाहिँ यहाँ गेट 520 भनेको छ नि, यहाँ थिम क्लिक गर्नुपर्छ अनि डाउनलोड यो गेट 520 क्लिक गरेपछि यहाँ थिम चाहिँ एउटा लिङ्क खुल्छ अनि त्यहाँबाट गएर चाहिँ हजुरहरूले एप इन्स्टल गरेर चाहिँ एकछिन चलाएपछि हजुरहरूले 520 पोइन्ट चाहिँ पाउने हो। अब यसमा चाहिँ हजुरहरूले गर्नुपर्ने चाहिँ के भन्दा अब यसबाट चाहिँ हजुरहरूले यो भने बापतको टास्कहरू कम्प्लिट गर्नुभयो भने चाहिँ 520 पोइन्ट चाहिँ पाउनुहुन्छ भनेको छ। अब यस्तो टास्कहरू चाहिँ हजुरहरूले धेरै भएको चाहिँ नहेर्नु होला, किनभने लालच बुरी बात भन्छ नि। अब जति धेरै लोभ गर्यो त्यति धेरै गाह्रो हुन्छ भने जस्तै हजुरले 500 भन्दा थोरैको पोइन्ट छ नि हो त्यस्तो मात्रै हेर्नु होला, किनभने यस्तो टास्कहरू चाहिँ कम्प्लिट गर्न एकदम सजिलो हुन्छ। र हजुरले चाहिँ यो एपमा चाहिँ धेरै काम गर्नु पर्दैन के। मिनिमम 4000 पोइन्ट पुगाउनु अनि 50 रुपियाँको रिचार्ज जति चाहिँ निकाल्नु अनि हजुरहरूले यो एपलाई चाहिँ अनइन्स्टल गरिदिनु कि। यो एप धेरै चलाएर पनि काम छैन, थोरै चलाउने हो अनि आफूलाई 50 रुपियाँ भन्दा बढी चाहिँ रिचार्ज निकाल्ने लालच चाहिँ नगर्नु होला। यदि सक्नुहुन्छ धेरै रिफर गर्न सक्नुहुन्छ, सोसियल मिडिया छ केही अर्निङ गर्ने तरिका छ हजुरहरूसित अलिकति एक्स्ट्रा नलेज छ भने चाहिँ हजुरहरूले गर्न सक्नुहुन्छ। नत्र यत्तिकै गेम खेलेर रटेर त्यसैमा काम गरेर दिनको 12-13 घन्टा काम गरेर चाहिँ त्यसैबाट पैसा कमाउँछु यसो गर्छु उसो गर्छु भनेर चाहिँ त्यसबाट कहिल्यै पनि हुँदैन है त। अनि यहाँ देख्न सक्नुहुन्छ मेरो चाहिँ यो 5 USDT मैले लगाएको थिएँ 48 घन्टा भनेपछि मैले चाहिँ यो 3 दिनपछि यो भिडियो रेकर्डिङ गरेको छु र यहाँ चाहिँ मेरो 5 USDT चाहिँ 5 मिनट अगाडि आएको छ। मैले चाहिँ यो आफ्नो बाइनेन्स एकाउन्टमा चाहिँ पाइसकेको थिएँ र यो एप चाहिँ एकदम राम्रो रियल नै हो, तर अलिकति अर्निङ गर्न चाहिँ यो एपमा गाह्रो छ। त्यही भएर चाहिँ आफूले विचार गरेर चाहिँ चलाउनु होला है त। आजको लागि भिडियो यही नै थियो। हस्त बाइ।